नेपालको शेयर बजारमा अहिले एउटा ठूलो तरङ्ग नै आएको छ। नयाँ सरकार गठन भए लगत्तै बजार जसरी खस्कियो त्यसले धेरै लगानीकर्ताको मनमा चिसो पसेको छ। आज हामी यही उथलपुथलको कारण के हो र यस्तो अवस्थामा कस्तो रणनीति अपनाउनु बुद्धिमानी हुन्छ भनेर गहिरिएर विश्लेषण गर्नेछौँ। सोच्नुस् त, नयाँ सरकारले शपथ लिएको जम्मा 2 कारोबार दिन र नेप्से परिसूचक झर्यो 119 अङ्कले। यो सामान्य गिरावट पक्कै होइन, यसले बजारमा कति गहिरो अनिश्चितता छ भन्ने कुराको सङ्केत गर्छ। तर प्रश्न उठ्छ, किन? सामान्यतया नयाँ सरकार आउँदा बजारमा एक किसिमको आशा, एक किसिमको उत्साह देखिनुपर्ने होइन र? तर यसपटक त ठिक उल्टो पो भयो। आखिर त्यस्तो के भयो जसले बजारको पुरै मनोविज्ञान नै हल्लाइदियो? आउनुहोस्, यसको जडसम्मै पुगौँ। हो, यो गिरावटको पछाडि एउटा ठूलो राजनीतिक भुइँचालो नै छ। सरकारले लिएका केही अप्रत्याशित, केही कठोर निर्णयहरूले नै बजारमा यो तरङ्ग ल्याएको हो। हेर्नुस् है, घटनाक्रम कति छिटो अघि बढ्यो। सरकारले शपथ लियो, त्यसको भोलिपल्टै 2025को त्यो जेनजी आन्दोलनको फाइल खोल्यो। अनि धमाधम देशका ठूला राजनीतिक हस्तीहरू पक्राउ परे। यसले राजनीतिक वृत्तमा भूकम्प नै ल्याइदियो। र पक्राउ पर्नेहरू कोही सामान्य व्यक्ति थिएनन्। देशकै पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री जस्ता शक्तिशाली व्यक्तित्वहरू। यति ठूला नामहरू मुछिएपछि त राजनैतिक तनाव कति चुलियो होला अनुमान गर्न सकिन्छ। अनि त्यो गिरफ्तारीको आगो तुरुन्तै सडकमा सल्किहाल्यो। नेकपा एमाले र उसका भातृ सङ्गठनहरू सडकमा उत्रे। माइतीघर र सिंहदरबार जस्ता संवेदनशील ठाउँमा त प्रहरी र प्रदर्शनकारी बीच झडप नै भयो। पुरै काठमाडौँको माहौल नै तनावग्रस्त बन्यो। अब राजनीति र सडकमा यत्रो तनाव भएपछि त्यसको असर सिधै शेयर बजारमा नपर्ने कुरै भएन। राजनीतिक अस्थिरताको डरले लगानीकर्ताहरूमा जे छ बेचौँ र सुरक्षित बसौँ भन्ने मानसिकता हावी भयो। मार्च 30 को डाटा हेरौँ न, बजार एकै दिनमा झण्डै 48 अङ्कले घट्यो। कारोबार त 12 अर्बभन्दा माथिको भयो। तर हेर्नुस् त, 237वटा कम्पनीको शेयर मूल्य घट्दा जम्मा 26वटाको मात्रै बढ्यो। यसले के देखाउँछ भने बजारमा बिक्रीको कस्तो लहर चलेको थियो। यो भनाइले लगानीकर्ताको मनोविज्ञानलाई ठ्याक्कै समातेको छ। जब भविष्य नै के हुन्छ थाहा छैन, लगानीकर्ताहरू जोखिम किन मोल्थे र? उनीहरू बरु भएको नाफा लिएर वा घाटा कम गरेर बस्न खोज्छन्। पर्ख र हेरको अवस्था भनेकै यही हो। तर यहाँ एउटा एकदमै रोचक कुरा छ। एकातिर सरकारका कदमले राजनीतिक जोखिम ह्वात्तै बढाएको देखिन्छ भने अर्कोतिर उसले आर्थिक सुधारका निकै आकर्षक कार्यक्रमहरू पनि अगाडि सारिरहेको छ। यो स्लाइडले त्यो विरोधाभासलाई छर्लङ्ग पार्छ। एकातिर गिरफ्तारी र आन्दोलनले डर देखाइरहेको छ, अर्कोतिर सरकारले 100 बुँदे सुधार योजना, पुराना कानुन खारेजी र गैर आवासीय नेपालीलाई बजारमा ल्याउने जस्ता निकै राम्रा आर्थिक सङ्केतहरू पनि दिइरहेको छ। अब लगानीकर्ताहरू यही राजनीतिक जोखिम र आर्थिक अवसरको दोसान्धमा परेका छन्। ला, त्यसो भए अब के गर्ने त? यस्तो अन्योलको बेलामा कुन बाटो समात्ने? अब हामी समस्याबाट समाधानतिर जाउँ र केही काम लाग्ने रणनीतिहरूबारे कुरा गरौँ। यो सिद्धान्तलाई एकदमै ध्यान दिएर बुझौँ। राजनीति, समाचार यिनीहरूले बजारको मुडलाई मतलब सेन्टिमेन्टलाई छोटो समयको लागि असर गर्छन्। तर बजारको लामो बाटो कता जान्छ भन्ने कुरा चाहिँ ब्याङ्किङ सिस्टममा कति पैसा छ, यानि लिक्विडिटीले तय गर्छ। त्यसो हो भने यो अस्थिर बजारमा के कुरामा ध्यान दिने त? यहाँ 5वटा मुख्य रणनीतिहरू छन्। 1. तरलतामा नजर राख्ने। राष्ट्र बैंकको नीति के छ, ब्याज दर कता जाँदैछ, यस्ता कुराले बजारलाई टेवा दिन्छ। 2. टेक्निकल लेभलहरू हेर्ने, जस्तै नेप्सेको लागि त्यो 3000 को मनोवैज्ञानिक तह। 3. सही सेक्टर छान्ने। यस्तो बेला पनि हाइड्रो पावर जस्ता केही सेक्टरहरूले राम्रो गरिरहेका छन्। 4. यो चाहिँ एकदमै महत्त्वपूर्ण छ, स्टप लस। आफ्नो पुँजी जोगाउन कहाँनिर निस्किने भनेर पहिले नै तय गर्ने। र 5. हल्लाको पछि नलाग्ने। सामाजिक सञ्जालमा के आयो भन्दा पनि डेटा र विश्लेषणमा विश्वास गर्ने। अनि यहाँ हेर्नुहोस्, बजारको भित्री आधार कति बलियो छ। एकातिर ब्याङ्किङ प्रणालीमा पैसाको कमी छैन, अनि अर्कोतिर राष्ट्र ब्याङ्कले नीतिगत दर पनि 4.25% राखेको छ। मतलब राजनीतिक तनाव भए पनि अर्थतन्त्रको जग हल्लिएको छैन। ल, यति सबै कुरा गरिसकेपछि अब यसबाट लिनुपर्ने मुख्य सन्देश के हो त? सारमा भन्नुपर्दा
यी कुराहरू याद राखौँ है। अहिले बजारमा राजनीतिक डर हाबी छ, यो साँचो हो, तर सरकारले आर्थिक सुधारको बाटो पनि समातेको छ। अनि सबैभन्दा ठूलो कुरा, ब्याङ्किङ प्रणालीमा तरलता बलियो छ। त्यसैले यस्तो बेलामा हल्लाको पछि लागेर होइन, अनुशासित भएर डाटा हेरेर निर्णय लिनु नै सबैभन्दा उत्तम हुन्छ। र अन्तिममा एउटा महत्त्वपूर्ण प्रश्न, जब बजारमा डर र अर्थतन्त्रको यथार्थ बीच यस्तो लडाईँ चल्छ, अन्तिममा जित कसको होला? के राजनीतिक हल्लाले बजारलाई तलै राख्ला, वा बलियो अर्थतन्त्र र सुधारको आशाले यसलाई फेरि माथि उठाउला? यो प्रश्नको जवाफ त समयले नै दिनेछ।